वेलकम बैक माई न्यू व्लग। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, यता म पनि सन्चै छु। आज हाम्रो रामदाई र म चाहिँ एयरपोर्टतिर जाँदैछौँ है। एयरपोर्टमा टिकट ल्याउन जाँदैछौँ। हाम्रो रामदाईको फ्लाइट हुँदैछ, त्यही भएर टिकट ल्याउन जानु लाग्यो। आज मैले चाहिँ आज धेरै टाइम पछि, आफ्टर लङ टाइम पछि भिडियो बनाइरहेको छु। सबैजनाले हेरेर माया गरिदिनु होला र लाइक कमेन्ट सेयर गरिदिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला भन्दै हामी चाहिँ अब टक्क यहाँ अगाडि, यता अगाडिबाट गाडी चढ्छौँ हामी चाहिँ है। हाम्रो रामदाई यता हुनुहुन्छ, टक्क नेपाल जाँदै हुनुहुन्छ रामदाई। के छ त, खुसियाली के छ नेपाल जानुको? केही छ? नेपालमा सबै चिज छ है। पैसा मात्र नभएको पो त नि। यो चाहिँ मस्जिद हो, यतातिर फेरि सबै चिज छ है। अनलाइन नेपालमा बुद्धि मात्र नभएको सबै चिज छ क्या। के रे दाइ? बुद्धि नभएर हो क्या नेपालमा सबै चिज छ। बुद्धि मात्र नभएर सबै चिज छ क्या। के रे दाइ? बुद्धि नभएर हो क्या नेपालमा सबै चिज छ। बुद्धि छैन क्या। बुद्धि छैन हैन। यो गाइस धेरै बुद्धि छैन। टाइम पछि भिडियो बनाएको छु, हेरेर साथ दिनु होला र नेपालीको फुट्टी छैन। लाइक कमेन्ट सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। कि जाने र तराते बक्सिङ खेल्न हो। कराते बक्सिङ खेल्न माथि हेर्न। यहाँ जिम गर्ने त्यो रहेछ। केही गुरुजीलाई एक हानेर आउने र गएछ। हुन्छ जाउँ न। गुरुजीलाई एक हानेर आउने र गएछ। हुन्छ जाउँ न। यो चाहिँ अहिले हिली सनैयामा छौँ हामी चाहिँ है। यो हिली सनैया भन्छ यसलाई चाहिँ। हाम्रो रुम चाहिँ यतातिर छ है। यो साइडमा ओमन बोर्डर छ। टक्क ओमन बोर्डर साइड आइयो हामी चाहिँ। कमरुल ल हेर्नुहोस् भ्यू, दे भ्यू हेर्नुहोस् सर है। आज पानी पर्ला पर्ला जस्तो छ। पानी पर्छ होला यस्तो बाटो लाग्यो है। डाँडा काँडा भनेको केही देखिँदैन, जतासुकै सम्मैसम्म त्यहाँ अगाडिको चाहिँ त्यो डाँडा है। त्यो चाहिँ जबेल हाफिज भन्छ कि है, के भन्छ त्यसलाई? त्यो डाँडा के यताबाट हेर्दा पनि त्यतै देखिन्छ होइन, जता गयो त्यतैबाट देखिन्छ त्यो डाँडा त के हो भन्नाले। अब हामी यहाँ छौँ, यहाँबाट हेर्दा पनि त्यता देखिन्छ होइन। अनलाइन गरेर हेऱ्यो भने फेरि उतै देखिन्छ क्या। भन्नाले जतासुकै देखिँदो रहेछ होइन। यो अल्लाह बनाया हिसाब त, अल्लाह बनाया हिसाब त। छक्कै पर्छु भनेको म यार। अस्ति हामी उता जू गयो नि, जू जाँदा पनि जूतिरबाट नि नजिकै त्यतै देखिन्थ्यो क्या। फेरि टक्क ओमन बोर्डर साइडमा आइयो। यहाँदेखि उता छिर्ने एलाउड हुँदैन नि त, भिजा चाहिन्छ। लडाइँ पऱ्यो भने त हामीलाई पिस च्याप्दै आउँछ होला पहिला। हामी यहीँ गर्दै ठ्याक्कै बोर्डरको छेउमा छौँ हामी। अब यहाँदेखि उता चाहिँ ओमन हो, यता चाहिँ दुबई है। टक्क ल है त। अब चाहिँ हामी बसमा चढ्छौँ अनि उता कहाँ कहाँ गइन्छ के गरिन्छ म सबै देखाउने नै छु। बस तपाईँहरूले हेरिदिनु पर्यो, लाइक कमेन्ट सेयर गरिदिनु पर्यो र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु पर्यो है। त्यो सबैजना
अहिले है त परेवा ल हेर उठो परेवा यो गर्मीमा त लास्टै मर्छ यिनीहरू पनि है बागलुङ बजारमा बाघको साली जाने बागलुङ बजारमा बाघको सालीका जोडी परेवा ल्याउला कालीका मलाई मिलाइदेऊ दिलको मालिका हो कि के हो र गीत नि यार अर्कै गायो क्या मैले यार त्यो भनेर तिमीले झन् नयाँ बनाएको हुन्छ त्यसलाई हेर्न परेवा है परेवा हेर्नुहोस् है हाम्रोतिर हुन्थ्यो भने मारेर खाइसक्थ्यो मारेर पोलेर खान्थ्यो लौ मालढुङ्गा कतेसी घुम्ती रोड आहा क्या राम्रो बागलुङ पञ्चकोट बस उसमा त जानु पर्ने कि चाहिँ होटेलहरू टन्नै छ है होटेलहरू बन्द छ है रमदान हो नि त रमदान हो रोजा हुन्छ अहिले बेलुका 7 बजेपछि चाहिँ बल्ल ओपन हुन्छ होटेलहरू होइन सबै 7 बजेपछि ओपन हुन्छ कि अहिले दिनमा एलाउड छैन नि त बेच्न पाउँछ प्याकिङ होइन त्यही पनि बेच्दैन होला बेच्न नि पाउँदैन होला कि होटेलै बन्द हुन्छ होला अहिले बन्द हुन्छ ठ्याक्क 6 बजेपछि चाहिँ यिनीहरूको इफ्तार गर्ने भन्छ इफ्तार गर्ने भनेको त्यो खानै हो क्या अनि त्यति बेला चाहिँ खुला गर्छ यो एङ्गलमा बनाउन भिडियो होइन यस्तो हो क्या यहाँ पुरै यो साइडमा चाहिँ पुरै होटेलहरू छ अनि यहाँ चाहिँ बेलुकामा यस्तो भिड हुन्छ नि अरबिकहरू यो के भन्छ मोरक्कोहरू सुरीहरू त हुँदैन होइन मोरक्कोहरू हुन्छ बढी मोरक्कोहरू आउँछ कि यहाँ टन्न आउने खाने होइन है त्यो टन्नै हुन्छ यहाँ जति पनि होटेलहरू छन् नि पुरा फुल हुन्छ क्या राति 7-8 बजेपछि फुल प्याक हुन्छ क्या त्यही हो गाइस अब चाहिँ हामी बसमा गर्छौँ होइन अब बाँकी भिडियो म देखाउने नै छु हजुरहरूलाई हामी चाहिँ बसमा बसिहाल्दै भाइ अब जाँदैछौँ टक्क नेस्तो मार्केट है हेर्दै नेस्तो हामी चाहिँ सर लागि एयरपोर्टतिर यता राम्रै हुन्छ यता हिँड्ने है त्यसलाई टक्क लाएर बसमा हिँड्यो कति मिनटमा पुगिन्छ त धेरै क्या दामी देखिन्छ भ्यू है दिनमा कि बब्बाल देखिरहेको छ भनेको रुल्स दामी देखिन्छ खतरा आयो है खतरा पछि बोलेर हालिदिन्छ
देखिरहने भ्यू है। हामी चाहिँ हल्यान्ड माथिको बनाएको थियो यो पुरा लाइन आयो ओनानको यो चाहिँ हल्यान्ड बजारतिर आउन लाग्यो। दामी बना है। के रहेछ त्यहाँभित्र कचरा हाल्नको लागि डस्टबिन त्यस्तो हैन बस हो डस्टबिन हो पुरै डस्टबिन हो। यहाँ गर्छ दामी बना है। हमारा फूल वगैरह दामी बना है। एग्जाम भने त महिना भयो आउने बेला काम भनेको अनि नगर्ने आइयो हामी सर अब चाहिँ हल्यान्ड बजारभित्र छिरियो है त हल्यान्ड बजारभित्र छिरियो। घरहरूको मोडलहरू प्रायः जस्तो एउटै हुन्छ यसमा घरको मोडलहरू एउटै कलरको हुन्छ प्रायः हेर होला। कति राम्रो नानी जाने छैन है त। यहाँ चाहिँ पुरै काठको बनाएर चाहिँ त्यो है काठमा सिसा हालेर है तपाईँको बजार एरियामा त असाध्यै सुकै घरहरूको मोडल चाहिँ जता पनि एउटै एउटै डिजाइनको बनाउँदो रहेछ कि हाम्रो नेपालमा त एउटा डिजाइनहरू अर्को डिजाइन खतरा खतरा बनाउँछ नि त।
यहाँ चाहिँ प्रायः जसोको मोडल एउटै हुन्छ हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनलाइन आयो, अनलाइन बजार आयो, अनलाइन बजार आयो। कहाँ जाने जाने फूल पत्ती दामी बनाएर गएको छु। एकछिनमा हामी झर्छौँ, त्यसपछि हाम्रो आमा हुनुहुन्छ, एकछिन आमालाई भेटेर त्यसपछि हामी एयरपोर्टतिर लाग्छौँ। भएन त के गर्नु अनलाइनमा आएर पनि यता स्टेसनमा आएर कारमा पैसा भएको थियो, हामी पैसा लोड गऱ्यो कार्डमा पनि। अब हामी चाहिँ कार्डमा पैसा लोड गरेर अब चाहिँ हामी जाँदैछौँ लुलुको अपोजिट साइडमा जाँदैछौँ, त्यतातिर है, त्यो साइड जाँदैछौँ हामी चाहिँ है। के आज अगा यो त भित्र घुस्ने बाटो त्यति छैन। ल हेर्नुहोस् है त, डे भ्यू हेर्नुहोस्, यस्तो मजाको छ है। तपाईँहरूलाई पनि घुम्न मन लाग्यो, आउनुहोस् अलिअन्तिर घुमघाम गर्नुहोस्, त्यस रमाइलो छ। त्यस्तै हो, अब छुट्टी मिल्दैन, महिनामा एउटा छुट्टी हुन्छ, महिनामा एउटा भिडियो बनाएर हाल्यो, अनि भ्युज आउँदैन, गाह्रो पर्छ नि। अब डेली भिडियो बनाएर हाल्न पाउँदैन, त्यस्तै छ। गरी खाने भाडो यही हो, अब खै त भ्युजै आउँदैन भन्न नमिल्ने है। गरी खाने भाडो त होइन। यस यहाँ खतरा फुल बनाएको थियो नि त, अहिले उ गरेछ है। ढुकुर यहाँ चाहिँ नेम पालना गर्नै पर्छ कि, सिग्नलमा वेट गरेर। यहाँ रातो बोले नि त ऊ होइन, सिग्नलमा वेट गरेर बसेको हामी चाहिँ। सिग्नल खुल्दा बित्तिकै भाग्नुपर्छ। रुल्स भनेको रुल्स हो क्या। हाम्रो नेपालमा भए जबरजस्ती गाडी घुसाइदिन्छन् है। यहाँ चाहिँ टक्क रुल्स, टक्क लाइट अनुसार हिँड्नुपर्छ, सिग्नल अनुसार हिँड्नुपर्छ। के पुलिस स्टेसन थियो, उति हो पुलिस स्टेसन। अब त्यताको खुल्यो, अब चाहिँ त्यसपछि चाहिँ हाम्रो पालो। ल सिग्नल खोलेको अवस्था छ। अब ग्रिन बोल्यो नि, त्यो रातो भइसक्यो, रातो भइसक्यो, छिटो जाऊ दाइ, रातो भइसक्यो, छिटो जाऊ। गाडी पनि चल्दाखेरि पक 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 भनिरहेको छ।
कहो भैया जी हामी चाहिँ अहिले ठ्याक्क लुलु एक्सप्रेसमा आइएको छ। लुलु एक्सप्रेस यो चाहिँ लुलु, यो लुलुको ब्रान्च चाहिँ हर जग्गामा छ क्या। यहीँ अनलाइन भित्रमै 6-7 वटा छ होला। हाम्रो रामदाई के छ? बेल लाग्यो नि दबाई दिनु नि एकचोटि। आज चाहिँ हामी टक्क रामदाई र म चाहिँ अनलाइनतिर, अनलाइन भन्दा नि अब एयरपोर्टतिर जाने काम छ। एयरपोर्ट जानु छ, टिकट ल्याउनु छ एयरपोर्टमा गएर। अब एकछिन यहाँ हाम्रो मामालाई भेटेर हामी चाहिँ एयरपोर्टतर्फ लाग्छौँ। भिडियो चाहिँ हेर्दै गर्नु होला है त। हामी चाहिँ अब अगाडि जाँदैछौँ। रामदाई अगाडि हिँड्नुपर्छ। रामदाई हाम्रो रामदाई पानी पर्छ, पुरै अँध्यारो भइसक्यो। पानी पर्ला जस्तो। पानी पर्ला जस्तो भएकै गाइदियो। हेरौँ पानी पर्छ कि पर्दैन हेरौँ। तपाईँलाई अच्छा यहाँ एउटा पानी फाल्ने बनाएको थिएँ नि पहिला। रोक्छ नि। होइन यहाँ अहिले परिसक्यो, पानी छिटाइसक्यो। हेरौँ कि नेपाली होटेलतिर जाने हो र? छ कमाउँदै खुल्छ त। है 5:30 भइसक्यो त। अनि 5:30 भइसक्यो त। खतरा चाहिँ अनलाइन बजार। हामी चाहिँ अहिले अनलाइन बजार भिजिट गरिरहेको छौँ। तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनलाइनमा हुनुहुन्छ भने कमेन्ट गर्नु होला है त। अनलाइनमा हो, अनलाइनदेखि हेर्दै हुनुहुन्छ भने सबैजनाले कमेन्ट गर्नु होला है त। यो कुन ठाउँ हो भनेर। हेरौँ क्या दामी बनाएको के है। यस्तो बारेलले अहिले काठमाडौँमा बनाएको त उमा न्यु रोडमा। वहाँ मान्छेहरूले विरोध गरेछन् पानी पऱ्यो भने चिप्लिन्छ भनेर। यहाँ चिप्लिन्छ त। खतरा खालको टायर लगाएको नि त नचिप्लिने बारेलले नि। उसलाई पनि थाहा छ नि त। बब्बाल बनाएको थियो है। यस्तो दामी बनायो यार। पानी पऱ्यो भने पानी छिन्छ गर्दैन। जहाँबाट अटै राखिदिने। कति राम्रो राम्रो नानीहरू चाहिँ हिँडेको नि त बाटो बाटो। लिएर जाने भाइ त्यो रुममा
अनि ड्युटी जानेलाई चाहिँ चढाउँछ पैसा हाल्नु पऱ्यो नि बोल्ने अनि फुटा नहाल्नु पैसा जति सबै निकाल्ने फेरि छुट्ने गरेर के भने केही छ क्यामेरा स्यामेरा केही छ होला नि त्यो भने उसले कता लाग्यो भने सबै थाहा छ होला खतरा बनाएको दिएछ है पहिला थिएन नि त यो अस्ति यहाँ यो साइडमा कतै एउटा माथि आकाश त्यो पुल बनाएको छ कि एउटा त्यति बेला बनाउँदै थियो यो वर्षमा आधुनिक एकचोटि बाटो पुऱ्याएर त्यो सिधा माथि आएर होइन अनि फेरि योबाट सिधै उता हलन घुस्यो बजारमा बल्ल घुसेको यहाँ त हाफ कसै पुग्थ्यो अगाडि हो कि रुखहरू पनि यति छिटो बढ्छ यहाँ यस्तो दामी बनाइसकेको थियो स्कुटर नेपालमा एलाउड छैन होला है स्कुटीको पनि लाइसेन्स चाहिन्छ नेपाल यो सानो कि सानो हामीले चलाउने कि घर पनि खतरा बनायो अब चाहिँ हामी एयरपोर्ट पुग्न लाग्यो घुम्दा घुम्दै होइन मामालाई भेटघाट गऱ्यो मामासँग कुराकानी गऱ्यो आधा घन्टा 1 घन्टा जति 2 घन्टा जति बस्यो होइन मामासँग 2 घन्टा जति बस्यो अनि हामी चाहिँ एयरपोर्ट हिँडेको है त अब हामी चाहिँ 11देखि एयरपोर्ट भन्दा भन्दै पनि है गाडीमा गर्दा टाइम नै भएन कि अनि बल्ल फेरि अब सास परिसक्यो अब जाँदैछौँ यो चाहिँ प्रतीक्षालय नेपालको प्रतीक्षालय भन्छ नि त्यस्तै हो कि यो चाहिँ देखिरहेछ बाहिरको होइन यस्तो बबाल देखिरहेछ म चाहिँ यता छु हाम्रो रामदा यता पछाडि हुनुहुन्छ यता पछाडि बस्नुभएको छ चक्क हामी जाँदैछौँ सिग्नलहरूले गर्दाखेरि के भयो सिग्नल के भन्नु पलायन गर्नै पर्यो होइन के र तिमीलाई गाडीहरू पार्किङ यहाँ के छ र हो यो इफ्तार मस्जिद बनाउनको लागि है फुल छ त हाम्रो अब चाहिँ रोजा खोल्नेको टाइममा चाहिँ मस्जिदमा हेरौँ त मान्छे गाडीको लाइन हेरौँ यो मस्जिद मस्जिद पनि ठुलो छ त ओ माई गॉड बाबा भ्यू देखिँदो रहेछ क्या नाइटमा त हाम्रो जोगीसँग लड्छन् हाम्रो नेपालमा जोगीसँग लड्छन् हेर्नु न यहाँ भित्र आम्मा घुम्ने ठाउँ त फोटो सोटो खिच्ने ठाउँ दामी रहेछ है फोटो खिच्न दिन्न होला है हेर्नु न कस्तो दामी बनायो भित्र
ठुलो रहेछ क्या पुलिस अन्ली पार्किङको लागि पुलिस अन्ली भनेको छ सिसाले गर्दाखेरि सबै भित्रको ढल्किँदो रहेछ क्या यतातिर दामी बनाएर रहेछ क्या बाटोहरू पनि है कहाँ हाल्ने त्यो कहाँ म यहाँ दामी फुलको उनीहरू बुटा बुटामा यस्तो लाइट हालेर यस्तो सजाउँछ यिनीहरूको रमजान आयो नि त त्यही भएर नि त कस्तो दामी बनाएको त यहाँ के रहेछ त के रहेछ यहाँ पुरै खतरा बनाएको त होटेल हो कि के हो रमजान ल्यान्ड केही होला ठुलै केही होला क्या खत्रै बनाएको त क्या दामी फुलहरू बनाउँछ यस्तो पानी झरेर है रमजान करिम हामी आइपुग्न लाग्यो देख्दैन त बाहिरको त केही पनि देख्दैन त भित्रको मात्र देखिन्छ के छ हौ रम्दै के हुनु भाइ पक्लक्कै बसेको छ बसमा कसैमा हामी दुईजना मात्र छौँ कि पुरै खाली बस पुरै खाली छ कि हामी दुईजना मात्र छौँ बसमा हेरौँ रामदाई म मिलेर चाहिँ बिग टिकट पनि ल्याइयो है ल बिग टिकट ल्याउन आइयो यहाँ लिएर अब भनिरहेको थियो नि एयरपोर्ट भनेर वास्तवमा यो बिग टिकट ल्याउनको लागि आएको क्या अब 15 मिलियन पैसा पर्यो भने त फेरि भाग्य खुल्यो त फेरि के त होइन हाम्रो भाग्य खुल्यो त 15 मिलियन पर्यो भने त फेरि खै भाग्य खुलिन्छ कि ताउको खुलिसकेछ तालु खुइल्यो भन्नुहुन्छ रामदाइले अब भाग्य खुइलिन्छ कि 15 मिलियन पर्यो भने त्यो भएर टिकट काट्न आएको आज चाहिँ हामी होइन ल्याइदिउँ न त भनेर ल अब रात पनि धेरै भइसक्यो अब चाहिँ बाई हामी चाहिँ टिकट काटेर फर्किसक्यो अब हेरौँ अब अँध्यारो भइसक्यो नि त त्यही भएर त्यति राम्रो देखेको छैन अब म भिडियोलाई चाहिँ इन गर्न चाहन्छु सबैजनाले हेरेर लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला र पुरानो हुनुहुन्छ भने बेल आइकन चाहिँ चेक गरिदिनु होला भन्दै आजको भिडियो है इन गर्न चाहन्छु बाई गुड नाइट